यस वर्षको पञ्चदानमा दीपङ्कर बुद्धको प्रतिमा प्रतिस्थापन गरी पञ्चदान पर्व मनाउन पाउनेमा चैनपुरको बोधिसत्व महाविहारका सङ्घ सदस्य खुसी देखिएका छन्। नेवार बौद्ध परम्परा अनुसार श्रावण शुक्ल अष्टमीका दिन पातन र श्रावण कृष्ण पक्ष त्रयोदशीका दिन काठमाडौँ र भक्तपुर लगायत स्थानमा शाक्य वज्राचार्यलाई दान दिने गर्दछ। यसलाई पञ्चदान भनिन्छ। हरेक दान कार्यमा दीपङ्कर बुद्ध अनिवार्य मानिन्छ र विशेष महत्त्व दिएको छ। तर एक समय नेपालमा बुद्ध धर्म नै लोप हुने अवस्थामा पुगेको थियो, जसकारण बिहार महाविहारमा देव देवता लगायत यससँग सम्बन्धित तन्त्र मन्त्रको समेत अस्तित्व लोप हुन लागेको थियो। पछि पुनः बुद्ध धर्मको उदयसँगै हरेक धार्मिक सांस्कृतिक कार्य सुचारू भयो। यही संस्कृतिको एउटा कार्य हो पञ्चदान दिने कार्य। पञ्चदान मात्र नभई मानिसले गर्ने हरेक ठुला ठुला दान कार्यमा दीपङ्कर बुद्ध अनिवार्य मानिन्छ। तर दीपङ्कर बुद्ध नभएको स्थानमा दीपङ्कर बुद्धलाई सम्झी दान दिने गरिन्छ। दीपङ्कर बुद्ध नभएको महाविहार बहाल बहिल नेपालमा थुप्रै छन्, जसले गर्दा यी स्थानमा दीपङ्कर बुद्धलाई सम्झने मात्रै हो। यस्तो असहज परिस्थितिलाई सहजीकरण गर्ने सोचका साथ हिरण्यवर्ण महाविहारका सङ्घ सदस्य हाल बौद्ध निवासी दाटा पूर्णसिद्धि शाक्य परिवारबाट दीपङ्कर बुद्धको मूर्ति बनाई दान दिने कार्यको थालनी भयो। यो कार्य आजभन्दा 11 वर्ष अघि सुरु भएको हो। चैनपुरको बोधिसत्व विहारसम्म आइपुग्दा 10 स्थानले दीपङ्कर बुद्ध पाउनु भएको छ। यसरी दाटाबाट दान गर्ने कार्यमा अग्रणीका रूपमा लिएको दीपङ्कर बुद्ध मूर्ति दान पाएपछि यस पटकको पञ्चदान लगायतको दान कार्यमा दीपङ्कर बुद्धको उपस्थिति रहने भएकोले चैनपुर बोधिसत्व महाविहारका सङ्घ सदस्यहरू खुसी देखिएको हो। हामी यहाँबाट करिब 200 वर्ष अगाडि पाटनको ललितपुर हिरण्यवर्ण महाविहारबाट चैनपुरतिर लागेका थियौँ र पनि हाम्रो पुर्खाहरूले त्यहाँसम्म पुगेर पनि आफ्नो परम्परा कुल छोडेको छैन। त्यहाँ चाहिँ हामी यो 15 पर्वको लागि चाहिँ विशेष हामी यहाँ शिव दीपङ्कर बुद्ध चाहिँ हाम्रो यहाँ प्रदान हुँदैछ। त्यहाँ चाहिँ हामी 15 घर घरमा गर्ने गरिरहेका थियौँ। अहिले चाहिँ यहाँ हाम्रो पूर्णसिद्धि शाक्यज्यूले भाग्यवश हामीले उहाँसँग सम्पर्क भएर उहाँले एउटा मूर्ति प्रदान गर्नु भएको हुनाले हामी चैनपुरमा भव्यताको साथ मनाउने गर्छौँ। दानवीर धर्मवीर एकजना हुनुहुँदो रहेछ। उहाँले आजभन्दा अगाडि 9वटा दीपङ्कर चाहिँ प्रदान गरिसक्नु भएको रहेछ। अहिले हाम्रो दसैँ हो। उहाँको सुस्वास्थ्य दीर्घायु, उहाँको उत्तरोत्तर प्रगति र उहाँहरूको यस्तो धर्म कार्यमा धेरै लामोसम्म जाओस्। उहाँको सन्तानहरूले पनि धर्म कार्य गरेको हामीले थाहा पाइरहेका छौँ र उहाँलाई चाहिँ यसबाट धेरै राम्रो होस्, उन्नति होस्, प्रगति होस्, यस्तो धेरै उहाँले दान दिन सकोस् भन्ने हामी शुभकामना दिन चाहन्छौँ। नेवार बौद्ध परम्परामा दानलाई मनुष्य जीवनमा पुरा गर्नुपर्ने 10 पारमिता मध्येको पहिलो पारमिता मानिन्छ। दान पारमिता विभिन्न तरिकाबाट पुरा गर्न सकिन्छ। शारीरिक रूपमा गरिने आमिक दान, शिक्षाको माध्यमबाट धर्मदान, अभयदान र मैत्री दान, यी 4 दान मध्ये आमिक दानको पुण्य प्राप्त गर्ने उद्देश्यले बौद्ध निवासी दाटा पूर्णसिद्धि शाक्य परिवारले हरेक वर्ष एक स्थानमा दीपङ्कर बुद्ध मूर्ति दान दिने कार्य गरिएको र यसलाई आजको दिनसम्म पनि निरन्तरता दिइरहनु भएको छ। दीपङ्कर बुद्धको प्रतिमा यसपालि बोधिसत्व महाविहार चैनपुरमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। आज यो कार्यक्रम हुँदैछ। विशेषतः यो दीपङ्कर बुद्ध भन्नाले एउटा चाहिँ दानको देउताको रूपमा दान दिने बेलामा हामी शाक्य वज्राचार्य विशेष रूपमा उपत्यकामा रहेका बुद्ध धर्म मान्यहरू शाक्य वज्राचार्यमा यो दीपङ्कर बुद्धको धेरै महिमा रहेको छ। दीपङ्कर बुद्ध त्यस्तो बुद्ध हो जुन बुद्धको पालामा हाम्रो शाक्य मुनि बुद्धले चाहिँ म पनि सम्यक सम्बुद्ध हुन्छु भनी चाहिँ प्रणिधान गर्नुभएको थियो। उहाँको पालामा उहाँले चाहिँ प्रणिधान भएर पछि शाक्य मुनि बुद्ध भएर उहाँले जन्म लिनुभएको थियो। र यो उपत्यकामा अझ उपत्यका विशेषमा भन्दाखेरि दिपावटी नगरमा तत्कालीन दीपङ्कर बुद्धको पालामा दिपावटी नगरमा एउटा चाहिँ गरिब बुढीले दान दिन बुद्धलाई चाहिँ निमन्त्रणा गर्नुभएको थियो। त्यही दिन त्यही बेला राजाले पनि दान दिन निमन्त्रणा गर्नुभएको थियो। तर चाहिँ दीपङ्कर बुद्ध राजा कहाँ नगइकन त्यो साधारण गरिब बुढी कहाँ गएर भिक्षा लिन गएको इतिहास हामीले सुनिरहेका छौँ। यो त किंवदन्तीको रूपमा। यही कारणले गर्दाखेरि दीपङ्कर बुद्ध अगाडि राखेर हामीले दान लिने दिने कार्य गऱ्यौँ भने त्यो चाहिँ दान पुण्यको महत्त्व
धेरै नै बढी हुने कारणले गर्दाखेरि अब यस्तो यो दान लिने र दिने कार्य ललितपुरमा विशेष गरी यो गुलाठो अष्टमीको दिनमा हुन्छ प्रत्येक वर्ष। यो कार्य गर्नको लागि दीपङ्कर बुद्ध अति आवश्यक छ र यो नभएको ठाउँमा यो दान कार्यक्रम गर्दाखेरि केही खट्किएको महसुस गरिए। हाम्रो दाता पूर्ण सिद्धि शाक्य यो बौद्धमा बस्नुहुन्छ, उहाँ चाहिँ हिरण्यवर्ण महाविहार ललितपुरको यो जुन यो गोल्डन टेम्पल हामी भन्छौँ, उहाँको सङ्घ सदस्य हुनुहुन्छ। उहाँले चाहिँ ती ठाउँहरूमा जहाँ यो दीपङ्कर बुद्धको प्रतिमा छैन ती ठाउँहरूमा भई टोलहरूमा चाहिँ यो हस्तान्तरण गर्दै आइरहेको छ। विगत 11 वर्षदेखि 2071 सालदेखि यो निरन्तर रूपमा भइरहेको छ। ललितपुरका विभिन्न टोल बहालमा भएको र ललितपुर यो उपत्यका बाहिर बुटवलमा अघिल्लो वर्ष हाम्रो हेटौडामा पनि यो बुद्धको दान दिने कार्य भइसकेको छ र हालै अब यो चैनपुरमा दिँदैछ र पछि पनि फेरि यो कार्य अहिले 2085 सालसम्मको लागि यो यहाँ दिने भनेर चाहिँ यो चाहिँ निश्चित गरिसकेको यो कार्यक्रम रहेको छ। दीपङ्कर बुद्ध को हो भन्ने बारे गुरु खेम्पो दोर्जे लामा यसरी वर्णन गर्नुहुन्छ। यो हजुर हाम्रो यो महायानको शास्त्रमा के छ भने यो कल्पमा 1000 बुद्ध प्राप्त हुन्छ। बुद्ध सक्छ मुनि चाहिँ अहिले चारौँ बुद्ध हो। त्यो सबैभन्दा पहिला बुद्ध, यसको अगाडिको बुद्ध कश्यप थियो। त्यसरी 1000 बुद्ध हुनु चाहिँ हाम्रो महायानको पुस्तकमा के शास्त्रमा के भन्छ भने पुस्तकमा सबै 1000 बुद्ध चाहिँ सबै चाहिँ बोधिसत्व लोकेश्वरकै उहाँकै एउटा अवतार भनौँ कि प्रकट भनौँ कि उहाँकै बोधिचित्त हो भन्ने एउटा हाम्रो त्यो पुस्तकमा छ। तर यो दीपङ्कर बुद्ध चाहिँ हाम्रो यो चाहिँ पहिलाको सबैभन्दा सर्वप्रथम बुद्ध मान्छ। अहिले पुस्तकमा के भन्छ भने यो बुद्ध हाम्रो शाक्य मुनिले उहाँले भिक्षुको दीक्षा चाहिँ उहाँले दीपङ्करबाट ल्याएको हो भन्छ क्या। 18,000 वर्ष अगाडि भन्छ। अब त्यो त वर्ष त्यसै भनेको मात्रै हो। तर बुद्ध भगवानको पनि गुरु मान्थे क्या उहाँलाई। हरेक वर्ष दाताले 3 फिट अग्लो स्वर्ण लेपन भएको दीपङ्कर मूर्ति दान गर्ने क्रममा यस वर्ष चैनपुरको बोधिसत्व विहारलाई दिने निश्चय भएपछि मूर्ति ग्रहण गर्न चैनपुरदेखि सर्वसङ्घ सदस्य काठमाडौँ बौद्ध आइपुगेको थियो। उहाँहरूलाई स्वागत गर्न बौद्धमय कार्यक्रम आयोजना गरिएको थियो। मूर्ति हस्तान्तरण गर्ने दिन दाताको घरमा दीपङ्कर बुद्धको मूर्तिलाई सजाई पूजा सामग्री सहित अर्पण गर्ने खाद्य वस्तु धूप दीप सहित दाता परिवारले घरबाट दीपङ्कर बुद्धको मूर्तिलाई बौद्ध स्तूपा परिक्रमा गराइएको थियो। सो अवसरमा खास्ती नामसङ्गीती पुचा र धाबाजा खलको सहभागिता रहेको थियो।
कार्यक्रम स्थलमा पुगेपछि वज्रयान पूजा विधि अनुसार वज्राचार्य गुरुजुले प्रतिष्ठा पूजा गर्नुभएको थियो। वज्राचार्य गुरुजुले पूजा गरेपछि खास्टी नाम सङ्गीति पुष र ललितपुरको नाम सङ्गीति पुषका सदस्यबाट नाम सङ्गीति पाठ गरिएको थियो। नाम सङ्गीति पाठ सम्पन्न भएपछि दाता पूर्णसिद्धि साक्य परिवारबाट सम्पूर्ण गुरुजु गुरुमाहरूलाई दान प्रदान गर्नुभएको थियो। दान प्रदान पश्चात भएको कार्यक्रममा बोधिसत्व बिहार चैनपुरले दाता पूर्णसिद्धि साक्यलाई धन्यवाद पत्र सहित मायाको चिनो प्रदान गर्नुभएको थियो। धन्यवाद ज्ञापन सहितको कार्यक्रम पश्चात वज्राचार्य गुरुजुबाट मूर्ति हस्तान्तरणको लागि पूजा गरी संकल्प गराई दाता परिवारबाट बिहारलाई मूर्ति हस्तान्तरण गर्नुभयो।
मूर्तिसँगै बिहारमा हुने हरेक गतिविधिको निरन्तरताको लागि रु 50,000 रुपियाँ सहित दान गर्नुभएको थियो। अझै यीपछि सधैँ ठुली डिपङ्कर बुद्ध सुरजचन्द्र महाविहार ढाको बहिनी नलाए पनि झिरु पनि बसाल्नु भयो बसाएको त अनि ओस्मोल बिकमा छिसम्म बनाउने ल सुरजचन्द्र महाविहार सुधार समिति नायो अथे पूर्व सभासद भाजु ज्ञानेन्द्र साकी जोयन जितो यही बना छ छिबु बौद्ध समाजले दान्य अत्यको महत्व छु छिसन गोला ठो अष्टमी खोल्नु साक्य बदलाचार्य व्यस्त पिछु पिन्तल दान दियावो दान कया फौंतकन ठो बौद्ध परम्परा न्याकालया चना गर्दो ठुगु परम्परा हनेबु इले दीपकर बुद्धया प्रतिमा न्यूनतय यागु यामागोली दीपंकर बुद्ध मोरु थाया दाता पुनर्तिथि साके पाके मूर्ति बिया होया तो मोठो छिमम वस्पोल्य परिवार या तो यको साधुबा देशना चना नाको बोधिसत्व बिहार टेम्पो या तो न ठुगु प्रतिमा मूर्ति हस्तान्तरणपछि पुनः बाजागाजा सहित मूर्तिलाई बौद्ध स्तूपा परिक्रमा गराई मूर्ति चैनपुर लगिएको थियो। बौद्ध दर्शन अनुसार बुद्धत्व प्राप्त गर्ने उद्देश्य सहितको मार्गमा लागेका बोधिसत्वले पारमिता चरम सीमासम्म पुगेर पूर्ण गर्नुपर्दछ। यस्ता पारमिताहरू 10 प्रकारका छन्। 10 पारमिताहरूमध्ये पहिलो दान पारमिता हो। दान पारमिताको लक्षण नै त्याग गर्नु हो। कुनै वस्तुप्रतिको लोभलाई क्षय गर्नु नै यसको रस हो। नेपालमा बौद्ध समाजले दान बहाल बहिल बुद्ध बोधिसत्व र चैत्य अगाडि बसेर दिइन्छ। दान भन्ने बित्तिकै दीपङ्कर बुद्ध सम्झने गर्दछ। भिक्षा दान अनि दान ग्रहणको परम्पराले दान दिने र लिने दुवै पक्षको धार्मिक तथा आध्यात्मिक प्रगति र मोक्ष प्राप्त हुने विश्वास रहेको छ। मानव जीवनलाई सार्थक बनाउन अरूलाई सहयोग गर्नु पनि हो र यसरी दान गर्दा अलौकिक सुख प्राप्त हुने भएकाले दान गर्नु सहयोग गर्नु अनुसरणीय पक्ष हो। यसैलाई मनन गर्दै दाता परिवारबाट वर्षैपछि एउटा महाविहारलाई गर्दै आइरहेको दीपङ्कर बुद्ध मूर्ति दान पनि पहिलो पारमिता पूरा गर्ने एउटा पक्ष मान्न सकिन्छ। सपोर्ट गर्नुपर्छ।